मेरो कहिले बर्थडे बर्थडे हो मेरो त्यसको बर्थडे बर्थडे बिर्सिनु चाहिएन भनेर के रियल बर्थडे अन्त तिमी कस्तो आफ्नो साथीको बर्थडे पनि खान पाउनु भनेर त त्यो त्यही त यार है। जब नाम लेखेँ तैँले भुलिदिएँ मैले बर्थडे जब नाम लेखेँ त्यो दिन नै भुलिदिएँ हेर छोरा मेरो बर्थडे बिर्सेको गणेशले नामको सहारा बाँचे नामको सहारा बर्थडे नै भुलिदिएँ छोरा गणेशले के भने बर्थडेको दिन 2 लाख रुपियाँ हालिदिन्छु भनेछ के दिन्छु रे मेरो बर्थडेको दिन 2 लाख रुपियाँ दिने अरे मलाई गणेशले मेरो बर्थडे कहिले हो भनिदिनु पर्यो अरे है ए 50,000 दिने रे 2 लाख हौ जब अरू धेरै आयो जब लास्टै कमेन्ट गर्छ है आज भोलि 50,000 सुनेको छु 50,000 त छ मेरो हैसियत कहाँ 2 लाख भन्दैछ 2 लाख कहाँ भन्छ मेरो तेरो धेरै पैसा कमाएर तालपुरे पुरा कपाल निस्कियो मेरो छोरीको डिमान्ड चाउचाउ रोटी दुध आइहाल्छ अब तिमीलाई मेरो यस्तो मेरो बर्थडे यस्तो सजिलो उसमा पनि बिर्सियो भनेपछि त दिपिका के त गर्नु साथी हामीतिर भन्दा काली छ है दिपिका फिल्टर लगाऊ न तिमी भन्दा त धेरै गोरो छु मैले फिल्टर लाएको छैन सोबारी पनि लाएको छैन शोभा के भन्दैछ थाहा छ शोभा त आजकल अरे क्या हिरोनी चाक राम्ररी देखेको छ अरे बोल्नु चाहिँ छैन शोभाको अगाडि ऊ अस्ट्रेलिया छ त हुनु पर्यो अस्ट्रेलिया छ हाल झन् मेरो टिकटक देख्यो भने त के भन्छ होला है दिपिका सोमाको टिकटक छ मैले अहिलेसम्म थाहा पाइनँ ओइसन थाहै छैन र टिकटक देख्यो भने त तँ झन् सोच्थे होला म टिकटक खासै कम चलाउँछु कि त्यो मासुको अचार हो दिपे ऊ के रे गणेशलाई राखिराखे दिपिका मासुको अचार राखिराख मासुको अचार हो यो हेर त लु फेरि भन त केको अचार गुडको अचार हो लप्सीको यस्तो वान भएको छैन शोभा कुरै छोड्देऊ जस्तो म त्यस्तै लप्सीको अचार ठिकै छ यार मैले त बर्दिया राष्ट्रिय निकुञ्ज घुम्न गएको दिपिकाको फोटोहरू छ मसँग पेलो सुट लगाएको प्यालो कलरको येलो सुट के लाग्यो सुट लगाएको येलो सुट खै पढे थाहा छैन ल अब गणेशलाई भनिदिइहाल्नु पर्यो यार मेरो बर्थडेको दिन साँच्चीकै 2 लाख आइहाल्यो भने त भनिदिनु पर्यो यार शोभा 1 लाख मलाई शोभालाई याद छ कि छैन दिपिका एक कहानी त म भुलेँ है मलाई यो पहिला तिमीसँग नबोल भनेर मलाई पिट्न पर्थ्यो थियो केटाहरू दिपिकासँग नबोल भनेर मलाई पिट्न पर्थ्यो थियो पहिला केटाहरू स्कुल पढ्नु मैले कपालमा तेल पनि लाएको मजाले मलाई यस्तो धम्की पनि आउँथ्यो मेरो गणेश भन्नु भदौ 19 हो के होइन शोभा मेरो बर्थडे भदौ 19 गते हो क्या भदौ 29 गते अर्को साल अर्को साल हो मेरो बर्थडे ओ अर्को साल हो बल्ल थाहा पायो गणेशले ल मैले फिल्टर नलगाएर फेस राम्रो सिम्पल फिल्टर लगाऊ के भयो
तिमी फोटो खिच्ने बित्तिकै भागिरहेको छ है यहाँबाट पक्का हेर्छु म हे भगवान अति बेला को दिपीका कहाँ गयो अरे हजुर बाबा लु हजुर लु आफू राम्रै भएर मलाई त्यही दिपीका राम्रो थिए टी सर्ट पनि फेरि अर्को लगाएको छु त यो चाहिँ मैले खासमा उसलाई देखाएको है